आजको घुमघाममा हामी जाँदैछौँ पाटनको महालक्ष्मी स्थान मन्दिर, जहाँ धन, समृद्धि र तान्त्रिक शक्तिकी देवी महालक्ष्मी विराजमान छिन्। सन् 750 मा राजा सिद्धिनरसिंह मल्लद्वारा निर्मित यो मन्दिर तात्विक तथा तान्त्रिक साधनाका लागि प्रसिद्ध छ। यहाँ गुबाजुहरू विशेष विधि अनुसार ढोका बन्द गरेर पूजा गर्ने गर्छन्, जसले यसको तान्त्रिक महत्त्व झल्काउँछ। विशेष गरी नवरात्रि लगायतका शुभ अवसरहरूमा भक्तजनहरूले देवीको शक्ति, साहस र समृद्धि प्राप्त गर्न पूजा गर्दछन्। यस्तो ऐतिहासिक शक्तिस्थलको कथा सुन्न र अनुभव गर्न घुमघाम बाई प्रणवलाई फलो गर्न नबिर्सिनुहोस्।